भगवान शिव भक्तको पूजाबाट छिट्टै प्रसन्न हुने देव मानिन्छन्। शिवलाई हामी देवका पनि देव तथा महादेव भन्दछौं। भगवान नारायणले जस्तै भगवान शिव पनि हरेक युगमा धर्म तथा भक्तजनको रक्षार्थ हेतु विभिन्न अवतारमा अवतरित भएका थिए। शिव पुराणमा भगवान शिवका अनेक अवतारहरूको बारेमा वर्णन गरिएको पाइन्छ, तर पनि धेरै कम मानिस मात्रै भगवान शिवका यी अवतारका बारेमा जानकार छन्। साथीहरू नमस्कार, यो हो द डिभाइन स्टोरीज युट्युब च्यानल र यहाँहरूलाई पुनः स्वागत छ यस नयाँ श्रृंखलामा। साथीहरू आउनुहोस् आजको यस भिडियो मार्फत भगवान शिवका 11औं रुद्र अवतार महाबली हनुमानको बारेमा विविध जानकारी लिऊँ। हनुमानको जन्म। शास्त्रमा राम भक्त हनुमानको जन्म 2 तिथिमा भएको भनेर उल्लेख गरिएको पाइन्छ। त्रेता युगको अन्तिम चरणमा चैत्र पूर्णिमा मंगलबार बिहान 6:03 बजे चित्रा नक्षत्र र मेष लग्नको संयोजनमा हनुमानको जन्म भएको भनेर बताइएको छ। हनुमानकी माता अञ्जनीले भगवान शिवको घोर तपस्या गरेर भगवान शिवलाई पुत्रको रूपमा प्राप्त गर्ने वर मागेकी थिइन्। त्यसपछि भगवान शिवले पवन देवको रूपमा आफ्नो रौद्र शक्तिको अंश यज्ञकुण्डमा अर्पित गरेका थिए र यति बेलै उक्त शक्ति अञ्जनीको गर्भमा प्रविष्ट भएको थियो। त्यसपछि चैत्र शुक्ल पक्ष पूर्णिमाको दिन हनुमानको जन्म भएको भनेर शास्त्रमा उल्लेख गरिएको छ। त्यस्तै अर्को शास्त्रीय कथन अनुसार त्रेता युगमा रावणको अन्त्यका लागि भगवान विष्णुले आफ्नो 7औं राम अवतार लिएका थिए। उक्त समय सबै देवताले भगवान रामलाई सहयोग गर्न अलग अलग रूपमा अवतार लिएका थिए। सोही समयमा राम काजको लागि सहयोग गर्ने हेतुले कार्तिक महिनाको चतुर्दशी तिथिमा भगवान शंकरले पनि आफ्नो रुद्र अवतार लिएका थिए। यसको पछाडि एउटा कारण छ कि उनलाई विष्णुबाट दास्यको वरदान प्राप्त भएको थियो। उनै हनुमान शिवका 11औं रुद्र अवतार हुन्। यस रूपमा भगवान शिवले रामको सेवा गरे भने रावणको वधमा उनको मद्दत पनि गरेका थिए। भगवान शिव र माता दुर्गाको आशीर्वादले हनुमानजीको बाँदर रूप पृथ्वीमा आएको थियो। हनुमानलाई बाँदर सेनामा सबैभन्दा बलियो, सबैभन्दा बुद्धिमान र सबैभन्दा दृढ संकल्पी मानिन्थ्यो। यस अर्थमा वर्षको 2 पटक हनुमान जयन्ती मनाइन्छ। को हुन् हनुमान? हनुमान अष्ट चिरञ्जीवी मध्येका एक बाँदर देवता हुन्। द्वापर युगमा जस्तै कलियुगमा पनि सशरीर उपस्थित भएका केवल हनुमान मात्रै हुन् भनेर हिन्दू धर्मशास्त्रमा उल्लेख गरिएको छ। उनी रामायणकालीन सबैभन्दा दयावान अनि शक्तिशाली पात्रका रूपमा चिनिन्छन्। ऐतिहासिक रूपमा अझै उत्खनन र अन्वेषण गर्नुपर्ने महाबली हनुमान धार्मिक रूपमा एउटा कोसेढुङ्गा अनि सामाजिक रूपमा मानिसले पूजेका जनावर देवता हुन्। हनुमानका माता पिता। हनुमानकी माता अञ्जना एक अप्सरा हुन्। उनको वास्तविक नाम पुञ्जिका स्थला हो। अन्जानेरी पर्वतमा जन्मिएकी अञ्जना आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बाँदर भएर रहनु परेको थियो। हनुमानका पिता सुमेरु पर्वतका राजा तथा बृहस्पतिका छोरा केसरी हुन्। त्यसबाहेक हनुमानका मतिमान, श्रुतिमान, केतुमान, गतिमान र धृतिमान नामक 5 साना भाइहरू थिए। पवन पुत्र हनुमान। हनुमानकी माता अञ्जनाले लामो समयसम्म भगवान शिवको पूजा आराधना गरेपछि उनको पूजा आराधनाले भगवान शिव प्रसन्न भएका थिए। त्यसपछि शिवले वायुदेवलाई आफ्नो पुरुष शक्ति अनि ऊर्जाहरूलाई केन्द्रित गरेर अञ्जनाको गर्भमा भरिदिन भनेपछि हनुमान गर्भमा आएकाले हनुमानलाई वायुपुत्र वा पवन पुत्र पनि भनिन्छ। हनुमान बाहेक महाभारतका कुन्ती पुत्र भीम पनि पवन पुत्र नै हुन्। हनुमानलाई कसले र के श्राप दिएका थिए? चकचके र चञ्चले स्वभावका हनुमानले साधु सन्तलाई दुःख दिने, ऋषिहरूको तपस्यामा बाधा पुर्याउने गर्दथे। त्यसैले एक पटक एक ऋषिले उनलाई आफ्नो शक्ति बिर्सने र अरू कसैले सम्झाइदिए मात्रै आफ्नो शक्तिको याद आउने श्राप दिएका थिए। हनुमानलाई किन भक्ति शिरोमणि भनिन्छ? हनुमान भगवान रामका परम भक्त थिए। हनुमान प्रत्येक समय भगवान राम र सीताको सेवाका लागि तत्पर रहन्थे। उनको भक्तिभाव साह्रै अनुकरणीय छ। त्यसैले हनुमानलाई भक्ति शिरोमणि पनि भनिन्छ। त्यसबाहेक हनुमानलाई बजरङ्गबली, केसरी नन्दन, पवन कुमार, मारुति, सङ्कटमोचन आदि नामहरूले पनि चिनिन्छ। भगवान राम र हनुमानको भेट कहाँ भएको थियो? वनवास आएको बेला पत्नी सीता हराएकीले चिन्तामा भएका श्रीरामको भेट ऋष्यमुख पर्वत नजिकै आफ्नो भक्त हनुमानसँग हुन्छ। त्यसो त भगवान श्रीरामको जन्म भएपछि बालक रामको दर्शन गर्न बाल हनुमान मदारीको रूप धारण गरी अयोध्या गएका थिए। हनुमानले त्यसबेला बालक रामलाई आफ्नो बानर नृत्य देखाएर फर्किएका थिए।
पञ्चमुखी हनुमान। पञ्चमुखी हनुमानको रूपमा भगवान हनुमानका 5 मुख रहेका छन्। ती हुन् बानर, नरसिंह, गरुड, बराह र हायग्रीव। पञ्चमुखी हनुमानको रूपमा हनुमानले सबै दिशाका खतराहरूबाट रक्षा गर्दछन् र आफ्ना भक्तहरूको सबै दुःखहरू दूर गर्दछन् भन्ने विश्वास गरिन्छ। भगवान हनुमानको पूजा कुन दिन गरिन्छ? हिन्दू धर्ममा मंगलबारलाई निकै शुभ मानिएको छ। धार्मिक दृष्टिकोणले यो दिन भगवान हनुमानको पूजा गर्न समर्पित छ। मंगलबारको दिन पूर्ण भक्ति र आस्थाका साथ व्रत बसेर बजरंग बलीको पूजा गरेमा सबै दुःख हट्ने जनविश्वास रहिआएको छ। त्यसैले हनुमानका भक्तहरूले मंगलबार बजरंग बली हनुमानको पूजा गर्ने गर्दछन्। मंगलबार संकट मोचन हनुमानको पूजा गर्ने उत्तम दिन हो। यदि मंगलबार व्रत सुरु गर्न चाहनुहुन्छ भने यसका लागि जुनसुकै महिनाको शुक्ल पक्षको मंगलबारदेखि व्रत सुरु गर्न सक्नुहुन्छ। त्यस्तै हनुमानको पूजा गर्दा हनुमानको मूर्तिमा सिन्दूर लगाइदिने गरिन्छ, जसले गर्दा बाधा, कठिनाई, दुःखहरू जीवनबाट हट्नेछन् भन्ने धार्मिक विश्वास रहिआएको छ। हनुमान पूजा र मंगलबार व्रतको नियम। मंगलबार व्रत बस्दा पवित्रताको विशेष ख्याल राख्नु पर्दछ। मंगलबार हनुमानको व्रत बस्नेहरूले नुन सेवन गर्नु हुँदैन र धूम्रपान आदिबाट पनि टाढा रहनु पर्छ। त्यसैगरी फलफूल सेवन गरेर यो व्रत राख्न सकिन्छ। मंगलबारको व्रतमा पूजा गर्दा रातो वा भगवा रङको कपडा लगाउनु शुभ मानिन्छ, तर गल्तीले पनि सेतो वा कालो कपडा लगाउनु भने हुँदैन। शास्त्र अनुसार भगवान हनुमानको जन्म मंगलबार भएकोले मंगलबार र त्यस बाहेक शनिबार पनि हनुमानको पूजा गरिन्छ। के हो हनुमान चालिसा? हनुमान चालिसा हनुमानको सम्पूर्ण चरित्रको वर्णन हो। यो गाएर सजिलै हनुमानको भक्ति गर्न सकिन्छ। हनुमान चालिसा हिन्दू धर्मको एक प्रसिद्ध भजन समेत हो, जसले भगवान हनुमानको महिमा, करुणा र शक्तिको वर्णन गर्दछ। हनुमानसँग सम्बन्धित केही रोचक प्रसङ्गहरू। हनुमानले अहंकारी रावणको लंका जलाएर पुरै ध्वस्त पारेका थिए। हनुमानले आकाश फल सम्झेर सूर्यदेवलाई पनि निलेका थिए, जसले गर्दा सूर्यको घमण्ड तोडिएको थियो। हनुमानले सञ्जीवनी पहाड उठाएर ल्याई लक्ष्मणको प्राण जोगाएका थिए। हनुमानले आफ्नो छाती चिरेर सीता र राम आफूभित्र रहेको कुरा सबैलाई देखाएका थिए। साथीहरू, हनुमानको जन्म र महिमा सम्बन्धी यस भिडियो सामग्री यहाँलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्न नभुल्नुहोला। साथै भिडियो मन पर्यो भने लाइक तथा शेयर गरी च्यानललाई पनि सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्दछौं, ताकि अन्य यस्तै सनातन हिन्दू धर्म सम्बन्धी भिडियो सामग्री बनाउन हामीलाई हौसला मिलिरहोस्। बजरंग बली हनुमानले हामी सबैको रक्षा गरून्। धन्यवाद।